हामी आज चाहिँ नि हामी एनआरएनको पिकनिक प्रोग्राममा सहभागी हुँदैछौँ होइन। आज 20 तारिक जनवरी 20 तारिक हाम्रो दुबई अल इन के अरे दुबई शारजा अबुधाबीतिर हुने सबै नेपाली साथीहरू भेला भएर चाहिँ हामी पिकनिक प्रोग्राममा जाँदैछौँ। यो पिकनिक प्रोग्राम चाहिँ अल इनको जबेल हबिट पार्कमा आयोजना भइरहेको छ। अगाडि एउटा गाडी कुनै एउटा साथीहरूको एउटा ग्रुप हो, हामी चाहिँ अर्को गाडीमा छौँ। सबैजनाको यहाँबाट हिँड्दैछु। यहाँ हामी सबैजना चाहिँ नि नेपालीहरू भेला भएर चाहिँ हिँड्दैछौँ। साथीहरू यहाँ त पछाडिपट्टि नाचगान गर्दै हुनुहुन्छ। म सबैको चाहिँ नि यो पछाडिपट्टि छैन भएको छ कतिपयहरू। यहाँ हाम्रो ईश्वरजी हुनुहुन्छ। कस्तो लागिरहेछ तपाईँलाई यो? रमाइलो लागिरहेछ। पहिलोचोटि हामी यसरी भेला भएर गइरहेछौँ होइन सबैजना नेपालीहरू। हजुरलाई कस्तो लाग्छ? ल भन्नुहोस्। रमाइलो लागिरहेछ। भेरी गुड। ल सबैले एकदम रमाइलो पाइरहेछ। हजुरलाई कस्तो लागिरहेछ यो प्रोग्राम? रमाइलो लागिरहेछ। अनि तपाईँहरूलाई हाम्रो प्रकाश दत्त भट्ट उहाँको भर्खरै न्युली बर्न बच्चा होइन, हिन्दी स्पिकिङ। टिका दत्तजी, मैले तपाईँ नाम थाहा पाएर पहिला भन्दै तपाईँको चाहिँ कस्तो लागिरहेछ तपाईँलाई आजको यो ट्रिप? एकदम रमाइलो लागिरहेछ। सबैजना नेपाली दाजुभाइ दिदीबहिनीहरू हजुर यसरी भेला भएर पिकनिक बनाउन जाँदाखेरि चाहिँ असाध्यै खुसी लागिरहेछ। है तपाईँ एक्लै आउनुभयो कि परिवारसहित आउनुहोस्? परिवारसहित आएको छु। मेरो विशेष यता नजिकै हुन्छ। ए भाउजू त हुनुहुन्छ? अनि भाउजू कस्तो लाग्यो? हो अनि यो यस्तो खालको यो पहिलोपल्ट हो कि यो प्रोग्रामको आयोजना गरेर पहिला पनि गरेको थियो? यो पहिलोपल्ट नै भन्नुपर्छ। यसरी पिकनिक आयोजना धेरै एमाउन्टमा चाहिँ सबैजना नेपालीहरू चाहिँ युएका विभिन्न ठाउँबाट भेला भएर गइएपछि फर्स्टपल्ट हो। तपाईँ यो आजको ट्रिपको यो संयोजक पनि हुनुहुन्छ होइन यो गाडीको अहिले गरौँ न एउटा के भन्छ त्यसलाई कोअर्डिनेटर भन्नु होइन? कतिजना जति हुनुहुन्छ आज हामी लगभग 50-55देखि लिएर 60को बिचमा छौँ होइन। अहिले कतिवटा गाडी जाँदैछ? गाडी हामी 4वटा गाडी जाँदैछ। टोटल 4वटा। दुबईबाट कतिवटा छ? दुबईबाट दुईवटा। शारजाबाट एउटा अनि आउँदा एउटा छ? एउटा छ। भनेपछि कतिजनाको एक्सपेक्टेसन छ आज कार्यक्रम? हामी लगभग 250 देखि 300जनाको बिचमा हुन्छ। ल धेरै राम्रो होस् है। तपाईँको शुभ नाम के पर्यो? शुभ नाम अम्बिका। हाम्रो अहिले यसो भन्दै पनि है त अरूको के नाम पऱ्यो? जयराज जोशी दार्चुलाबाट उदयराज जोशी। प्रकाश दत्त भट्टजी, उहाँलाई पनि है। अनि हाम्रो यहाँबाट यसो के भयो हजुरको के ईश्वर केसी होइन त? ईश्वर केसी, माया केसी सबैको मैले रेकर्ड गरेँ है त। हजुरको शुभ नाम? समिला पाण्डे। यहाँको कस्तो लागिरहेछ हजुरलाई? रमाइलो लागिरहेछ? अझै रमाइलो हुन बाँकी त कास्टिङ हो। ल हजुरलाई कस्तो लागिरहेछ यो प्रोग्राम? मिलाउनु भएको छ उहाँहरू। ल यहाँ हाम्रो साथीहरू पूर्व काँगरभिट्टाबाट, उहाँ चाहिँ नि पत्रीबाट होइन। के नाम पऱ्यो भन्नुहोस् हजुरको? मेरो सुमन रेमा, मेरो मिसेस कुमारीमा। यहाँ शारजामा बसोबास गर्नुहुन्छ होइन? विशेष दुबईमै हो, विशेषमा। कस्तो लागिरहेछ यहाँलाई अहिले यो नेपाली प्रोग्राम? हजुर नेपाली दाजुभाइ मिलेर गरेको साह्रै रमाइलो हुँदैछ। रमाइलो गर्न बाँकी नै छ। हजुर अझ बाँकी नै छ। अर्जुनजी तपाईँलाई सम्हाल्नु तपाईँ मलाई भन्नु हजुर तपाईँले भन्नु सबैको परिचय गराउँदै यसरी। चलो भनेर
हामी अहिले हाम्रो कन्टिन्युसली एकदमै लगातार रूपमा गएको गाई गर्ने हाम्रो साथीहरू माझ आइपुगेका छौँ। यहाँको परिचय पाउन। नमस्ते, म नवराज दर्नाल सुत्सारी। हजुर आज नमस्कार नमस्कार हजुर, मेरो चाहिँ शिव गुरुङ। हजुर राम्रोसँग रमाइलो आज त राम्रो बोल्नु हुन्छ नि, एकदम राम्रो अनि नमस्कार। कस्तो भइरहेछ आजको? एकदम मजा आइरहेछ, सुर सुकिरहेछ, गाना गाइरहेछ, अलिक पाउने आशामा छौँ अब। हजुर हजुर, त्यहाँ अझ स्पोर्ट पुगेर त रमाइलो। हजुरको नाम के पर्यो? मेरो कृष्ण पौडेल। ओ यता यता हजुरको? मेरो खगेन्द्र कटेल। ए यता पनि सुन्नु भयो। मेरो गणेश परियार हो है। हजुर यो ग्रुपले धेरै रमाइलो गरिरहेछ आज होइन? आजको रमाइलो नै यही यतिकै ग्रुपमा भइरहेछ। सबैलाई इन्जोय दिने ग्रुपै यहाँ छ अहिले है। हामीलाई अलिकति स्पोन्सरको खाँचो छ, के गर्ने? अब स्पोन्सरमा अझै रमाइलो हुनेवाला छ। रमाइलो गरौँ ल। स्पोन्सरको खाँचो छ, न्यु इयरको पिकनिकको स्पोन्सर त यो जाओस् अर्को यार। बुझे सवारी होस्। जाने ओहो कस्तो मोटो माने मेरो बास्नु किनभने भरे आउनु पर्यो क्या यो। हजुरको नाम पाउन। हजुर, म हरि कार्की घर झापा सुरुङ्गा हो। हजुर एकदमै रमाइलो भइरहेछ हेर्नुहोस्। रमाइलो लागेको छ है। यो मेरो दुबईमा अहिले यो सात साल भइरहेछ। यो 7 सालमा म फर्स्ट टाइम यो मैले इन्टरटेनमेन्ट पाएँ फर्स्ट टाइम हो। एकदमै रमाइलो भयो। आज केही धेरै साथीहरू हुन्छ जति फर्स्ट टाइम गइरहनु भएको छ अनलाइन अनि यो पिकनिकको लागि भनेर। हजुर हजुरको शुभ नाम? मेरो चाहिँ श्याम दुलाल हो, घर चाहिँ काठमाडौँ है। अनि यहाँ कहाँ बस्नुहुन्छ? यो फर्स्ट टाइम हो कि तपाईँको? फर्स्ट टाइम एकदम रमाइलो हो ल ल ल। अनि यहाँ हाम्रो नेपाली बहिनीहरू हुनुहुन्छ, दिदी बहिनीहरू हुनुहुन्छ, बहिनी नभन्नु होइन अब के छ अनि ल यहाँहरूको परिचय पाउन। कल्पना खनाल हो। हजुर घर चाहिँ दमक हो। अनि हजुरको? मेरो नाम जोस्ना खनाल, घर दमक। अनि यता हजुरको? मेरो रूपा कटेल हो, घर इलाम। अनि हजुरको? मेरो रीना हो, कहाँ भन्नु हो? सुरुङ्गा। यहाँ हाम्रो सुरुङ्गा, इलाम, दमक कता बिर्सेँ। कस्तो लाग्यो तपाईँहरूलाई आज? आइरहेछ होइन, हाम्रो पनि फर्स्ट टाइम हो यो। सबैको फर्स्ट टाइम हो यो। अनि कसरी आज आउनु त पिकनिक जाने भनेर? हो ल धन्यवाद छ। ए हाम्रो दाई हुनुहुन्छ एकदमै अघिदेखि बसिसक्नु भएको छ है। दाईको शुभ नाम? रमेश थापा हो। हजुर रमेश थापा हो। रमेश चाहिँ। अनि यो आजको पिकनिक जुन जाने हामी क्रममा छौँ, तपाईँलाई कस्तो अनुभव भइरहेछ? एकदम खुसी लागिरहेको छ है। सबैजना चाहिँ एकदम एक्साइटेड हुनुहुन्छ। हजुर अनि अब
पहिलोचोटि अनलाइन हेरेको हामीपालि हजुर हजुर फ्यामिली भनेर यहाँ भाउजू हो उहाँ चाहिँ हजुर उहाँ हजुर कस्तो लाग्यो तपाईँलाई एकदम राम्रो लागिरहेछ कस्तो हजुर हजुर धन्यवाद छ हामी यहाँ आइपुग्यो है ल हजुर शुभ नाम पाउ न हजुर कहाँ बस्नुहुन्छ अमल पोइन्ट अनि नेपालमा घर चाहिँ नेपाल सुनसरी सुनसरी हो सुनसरी कहाँ इटारी इटारी कहाँनिर इटारी कृषि फार्मदेखि तल्लो अहिले भयो त सत्र अनि हजुरमा म ललित अनि यहाँ चाहिँ यहाँ चाहिँ हजमान हजुर नेपालमा काठमाडौँ काठमाडौँ हजुर यो कस्तो भइरहेछ तपाईँहरू एक हुन्छ नि नेपालमै हो र ल ल ल धन्यवाद है यहाँ हाम्रो यहाँ चिल्ड्रेन ग्रुप पनि छ है चिल्ड्रेन ग्रुपमा एकैछिनमा आउँछु म पहिला सकिहाल्छु ल हजुरको नाम के पर्यो सर मेरो नाम सुशील सुशीलजी घर कहाँ हो मेरो घर स्याङ्जा हो स्याङ्जा अनि यहाँ दुबईमा यहाँ म सारजा हो चारजना हजुरको विष्णु थापा अनि विष्णु थापा बस्ने चाहिँ सारजा र अनि नेपालमा घर चाहिँ फुटबल फुटबल अनि हजुरको मेरो चाहिँ बालकृष्ण शर्मा हजुर स्याङ्जा घर यहाँ चाहिँ सारजामा साह्रो हुन्छ तपाईँलाई कस्तो अनुभव भइरहेछ अहिले जुन हामी यो उमर पनि जाने बाटोमा छौँ अब यो हाम्रो खासै पहिलोपटक त होइन पहिला पनि आइरहेको हो राम्रै भइरहेको छ पहिलाको भन्दा मान्छेहरूमा यहाँनिर प्रतिको जागरुकता बढेको छ र त्यही अनुसार मान्छेहरूको सहभागिता हुन खुसी लागिरहेको छ अनि हजुरलाई कस्तो लागिरहेछ एकदम खुसी लागिरहेको छ म पहिलोपटक यति गर्दैछु पहिलोपल्ट हो हजुर हजुरलाई रमाइलो लागिरहेको पहिलोपल्ट हो कि यो कतिपल्ट पहिलोपटक हो है हजुर पहिलोपटक रमाइलो लागिरहेको छ नेपाली समुदायहरू तपाईँले योभन्दा पहिला पनि जानुभएको थियो होइन हजुर के डिफ्रेन्ट पाइरहनु तपाईँले त्यही त मान्छेहरूमा जागरुकता बढेको छ पहिलाकोमा र अहिले अझ धेरै एक्सर्साइज हुन्छ अझै पनि त्यो ठाउँमा पुगिएको छैन अबुधाबीबाट कति टिम सकिसक्यो त्यहाँ पुगेपछि नै थाहा हुन्छ र यताको साइडबाट हेर्दा राम्रै लागिरहेको छ अहिलेसम्म धन्यवाद छ अनि यहाँ चिल्ड्रेन पार्टी ल बच्चाहरू हो क्यामल हेर क्यामल ओ साँच्चैको क्यामेल है सुगन्धित खैनी हो तो त मेरो कोखाको बहिनी हो मायालाई छोरे मायाले साँच्चै हो कि हल्ला सुनेको सुगन्धित खैनीले सुगन्धित खैनी हो टिभी को साथ करामत क्या टिभी को 24 घंटा टिभी गूगल टिभी Okay, I have one question. I have one question. 1995. Who is the Prime Minister of Nepal? Huh? Current Prime Minister of Nepal. Don't know. So easy. नेपालमा भन्नु त नेपालीमा भन्नु त थाहा रहेछ कौन चाहिँ नेपालमा भन्नु त नेपालको प्रधानमन्त्रीको प्रधानमन्त्री he knows he's first प्रधानमन्त्री भनेको बाबुराम भट्टराई
राष्ट्रपति चाहिँ को हो भन त राष्ट्रपति रामवरण यादव डाक्टर रामवरण यादव डाक्टर पनि हो 1995 रेस्टुरेन्टहरूको को छ सबै रेस्टुरेन्टहरूको बारेमा के टिभीको प्रोग्रामको बारेमा Yes, Shawn Michaels. No idiot. Sorry, not Shawn. That's only idiot. Shawn Michaels. That guy was not there. Rey Mysterio. Hulk Hogan. Steve Austin. Chris Jericho. Yeah. Steve Austin. Correct. Yes. Who? Steve Austin. No, 1990. Oh yeah. Yes, Stone Cold. Yes. 19 was correct answer. 1998 Shawn Michaels won and 1990. Okay, who's the champion of Hall of Fame? Shut up. Champion of Hall of Fame. Who's in Hall of Fame? Hey, no, in this 2011 Hall of Fame is a short. Yeah. उता पछाडी पछाडी ब्याक Who won 2007? Undertaker. I said, when is WrestleMania? When is WrestleMania? The Rock. When is WrestleMania 20? WrestleMania 2012. July. नेपालमा होइन दुबईमा हेर्छु